नेपालको पहिलो कार्यकारी प्रमुख राष्ट्रपति चुनावमा चाहिँ मत दिनु मलाई। नेपाल संसारको शक्ति र धनी देश नेपाल बनाउँछु र नेपालमा चाहिँ कृषक अन्नबाली खाद्यान्न उत्पादन बढाउँछु र कृषकहरूलाई चाहिँ सुरक्षा दिएर अनि नेपालमा कल कारखाना उद्योगहरू जति बन्द भएको छ र त्यो राज्यले हस्तक्षेप गरेर त्यो उद्योग कल कारखानाहरू सबै सञ्चालन गर्छु चलाउँछु र नयाँ उद्योगहरू चाहिँ नेपालमा चाहिँ चलाउँछु र जति पनि नेपालमा यो तामा खानेहरू कोइला खानी पित्तल यस्तो फलामहरू यस्तो जति उद्योगहरू छ यो खनिजहरू यिनीहरूले पनि चाहिँ प्रयोगमा चाहिँ ल्याउने चलाउने कदम चाल्छु र नेपालको जति पनि खाद्यान्न अन्नबालीहरू कृषि उत्पादन बढाएर अनि उद्योग कल कारखाना चलाएर त्यसमा जति सामानहरू चाहिँ उत्पादन गरेर अनि अन्तर्राष्ट्रियमा निर्यात गरेर अनि नेपालको व्यापार बढाएर चाहिँ अनि नेपालको चाहिँ रुपैयाँ आम्दानी स्रोत चाहिँ बढाउँछु र नेपालमा चाहिँ चाइना भारतले चाहिँ नेपालमा हस्तक्षेप गर्छ अतिक्रमण गर्छ भने नेपालको सुरक्षा नेपाली जनता र हक अधिकारका लागि म लड्छु र सैनिक प्रयोग गर्छु र यो नेपालमा चाहिँ जति पनि यो चीन र भारतले चाहिँ अब नेपालको जमिनमा हस्तक्षेप गरेर अतिक्रमण गरिराखेको छ। यसलाई चाहिँ यो चाहिँ अब हामीले चाहिँ आफ्नो नेपालको सुरक्षाको लागि जनताको हक अधिकारको लागि चाहिँ हामीले चाहिँ नेपाली सैनिकलाई चाहिँ उनीहरूले चाहिँ प्रयोग गर्ने र सशक्त चाहिँ नेपालको सुरक्षा गर्न चाहिँ हामी चाहिँ कदम अगाडि बढाउने र हामी पछि हट्दैनौँ डराउँदैन पनि र नेपाल चाहिँ एक्लै छैन। संसारको सबै देशहरू नेपालको साथमा छ र संसारको सबै देशहरू नेपालले साथमा लिएर चाहिँ नेपालको सुरक्षा हक अधिकारको लागि चाहिँ कसैले चाहिँ नेपाल माथि हस्तक्षेप गर्छ अतिक्रमण गर्छ हो भने दबाब दिन्छ भने त्यसको विरुद्ध चाहिँ आफ्नो नेपालको सुरक्षा र हक अधिकारको लागि चाहिँ लड्ने चाहिँ नेपालसँग शक्ति छ र नेपाल एक्लै छैन। संसारको सबै देशहरू साथमा लिएर सैनिक सहयोग लिएर अनि आफ्नो नेपालको सुरक्षा जनताको हक अधिकारको लागि चाहिँ लड्ने नेपालसँग शक्ति छ। नेपाल भनेको संसारको शक्तिशाली हो। नेपाल भनेको संसारको सबै देशहरूको चाहिँ नेतृत्व गर्ने एउटा शक्ति हो र नेपालले चाहिँ संसारको सबै देशहरूले चाहिँ साथमा लिएर चाहिँ नेपालको सुरक्षाको लागि चाहिँ नेपाली जनताको हक अधिकारको लागि चाहिँ अगाडि लड्छ पछि हट्दैन झुक्दैन कसैसँग पनि र यसकारण चाहिँ नेपालको शक्ति भनेको नेपालको चाहिँ कृषि अन्नबाली खाद्यान्न उत्पादन हो र नेपालको शक्ति भनेको चाहिँ नेपालमा जति कल कारखाना उद्योगहरू चलाउनु हो र नेपालको शक्ति भनेको नेपाली जनताहरूको शक्ति भनेको नेपालको जति कृषि अन्नबाली खाद्यान्न उत्पादन
उत्पादन गर अनि जति नेपालको कल कारखाना उद्योगहरूमा सरसामान उत्पादन गरेर चाहिँ अनि अन्तर्राष्ट्रियमा चाहिँ निर्यात गरेर व्यापार बढाएर नेपालको रुपैयाँ आमदानी स्रोत बढाउनु हो र नेपाल र नेपाली जनताहरूको शक्ति भनेको चाहिँ यो नेपालको चाहिँ कृषि अन्नबाली खाद्यान्न उत्पादन हो भने नेपालको शक्ति भनेको चाहिँ अन्तर्राष्ट्रियसँग चाहिँ नेपालको व्यापार बढाएर नेपालमा जति कृषि अन्नबाली उत्पादन अनि कल कारखानाबाट उत्पादन सरसामानहरू अनि अन्तर्राष्ट्रियमा निर्यात गरेर व्यापार बढाएर नेपालको रुपैयाँ आमदानी स्रोत बढाउनु हो। नेपाल र नेपाली जनताको शक्ति भनेको यही हो र यसमा चाहिँ म एकदमै जोड दिन्छु र यो नीति बनाएर चाहिँ अनि नयाँ नयाँ नीति योजना बनाएर म एकदम अगाडि कदम चाल्छु र अहिले अब यो जति पनि गाउँघरमा नेपालीहरूले चाहिँ आफ्नो गाउँघर छोडेर चाहिँ अहिले विदेश चाहिँ गइराखेको छ। अब सबै चाहिँ नेपालको गाउँघर जग्गा जमिनहरू घरहरू अहिले सबै जङ्गल भएको छ। यसलाई चाहिँ म चाहिँ अब विदेश जाने जति पनि नेपाल छोडेर विदेश जाने नेपालीहरूले चाहिँ नेपालमै रोक्छु र नेपालमै बस्ने अनि आफ्नै देशको चाहिँ कृषि अन्नबाली खाद्यान्न उत्पादन चाहिँ गर्ने आफ्नै नेपालमा चाहिँ नयाँ नयाँ उद्योग कल कारखानाहरू उद्योगहरू चलाउने र अनि नेपालको चाहिँ रुपैयाँ आमदानी स्रोत व्यापार बढाएर नेपालको रुपैयाँ आमदानी स्रोत बढाउने र आफ्नै नेपालमा चाहिँ बस्ने एउटा चाहिँ नेपाली जनताहरूको चाहिँ सुरक्षा सुविधाको नीति म बनाउँछु र जति विदेशमा गएको नेपालीहरू पनि फर्केर आफ्नै नेपालमा आएर चाहिँ नेपाली जनताहरूको चाहिँ उनीहरूको यहाँ नेपालमा बस्ने चाहिँ सुरक्षा र एउटा सुविधा म चाहिँ लागू गर्छु, नीति योजना बनाउँछु र जति पनि नेपालीहरू नेपाल छोडेर जानेहरूलाई चाहिँ नेपालमै रोक्ने, विदेश गएको नेपालीहरूले चाहिँ वापस आएर आफ्नै नेपालमा बस्ने, आफ्नै देशको सेवा गर्ने, आफ्नै देशमा चाहिँ कृषि अन्नबाली खाद्यान्न उत्पादन चाहिँ गर्ने, आफ्नै देशमा नेपालमा कल कारखाना उद्योगहरू चलाउने र यो नीति बनाएर चाहिँ म चाहिँ सुरक्षा र सुविधा चाहिँ नीति योजना बनाएर म लागू गर्छु। अहिले अब नेपाली जनताहरू जति पनि गाउँघर चाहिँ आफ्नो घर छोडेर आफ्नो बारी छोडेर अहिले चाहिँ अब विदेश पलायन हुने, विदेश बाहिर जाने, आफ्नो नेपाल छोडेर अनि अब सहरीमा गाउँ छोडेर सहरमा आएर बस्ने यो भएको छ। अब गाउँहरू भनेको चाहिँ अब अहिले जति जग्गाहरू छ, जति घरहरू छ, सबै वन जङ्गल भइसकेको छ त्यो घर जग्गाहरू। किनभनेदेखि नेपाली जनताहरू अब तपाईँ गाउँघरमा बस्नुको लागि एउटा नेपाल सरकारले, राज्यले सुरक्षा दिनु पर्यो, सुविधा दिनु पर्यो। अब त्यो केही पनि छैन, सुरक्षा पनि छैन, सुविधा पनि छैन। अनि नेपाली जनताहरूको जति पनि गाउँघरको चाहिँ अब अन्नबालीहरू जति पशुपन्छी पालेको अन्नबालीहरू पशुपन्छी पालेको अब त्यो बाघले खाइदिने अनि बाँदरले अन्नबाली खाइदिने, हात्ती आउने हात्तीले मान्छे मार्ने, घर भत्काइदिने, अन्नबाली नष्ट गर्ने, बाँदरले बाघले भालुले चाहिँ अब मान्छे मार्ने अनि अन्नबाली सबै नष्ट पारिदिने। अब त्यहाँ राज्यले चाहिँ यो गाउँमा बस्नेहरू जति पनि नेपाली जनताहरूको सुविधा सुरक्षा दिनु सकेको छैन, नीति योजना बनाउन दिएको छैन। त्यो हुनाको कारण चाहिँ अब नेपाली जनताहरू चाहिँ त्यहाँ गाउँघरमा चाहिँ बस्नु नसकेर आफ्नो गाउँघर छोडेर आफ्नो घर छोडेर अहिले चाहिँ नेपाल छोडेर विदेश जाने चाहिँ यो भइराखेको छ र यसकारण चाहिँ गाउँघरमा जति पनि बस्ने नेपालको कुनै कानी गाउँघरमा बस्नेहरूलाई चाहिँ एउटा सुरक्षा दिनुपर्छ, सुविधा दिनु पर्यो अनि त्यहाँ बसोबास चाहिँ गर्ने चाहिँ एउटा नीति बनाउनुपर्छ, योजना बनाउनुपर्छ, सुविधा उनीहरूले सुरक्षा दिनुपर्छ। जस्तो उनीहरूले कृषि अन्नबाली उत्पादन गरेको गाई बस्तु भेडा बाख्रा चाहिँ भैँसी गाई बाख्रा पालेको त्यो सबै अन्नबाली
अन्नबालीको ज्यान धनको सुरक्षा गर्ने एउटा सुविधा दिनु पर्यो, सुरक्षा दिनु पर्यो। हेर्नुहोस्, अनि यो मैले नीति बनाएर म चाहिँ जनताहरूको ज्यान धनको सुरक्षा अन्नबालीको सुरक्षाको लागि चाहिँ यो त नीति योजना बनाएर म सुरक्षा दिने सुविधा दिने र अनि गाउँघरमै जति पनि नेपाली जनताहरू नेपालमै बस्ने र आफ्नै देशको सेवा गर्ने, आफ्नै देशको चाहिँ कृषि अन्नबाली उत्पादन बढाउने, आफ्नै देशमा चाहिँ नयाँ नयाँ उद्योग कल कारखानाहरू खोल्ने यो चाहिँ एउटा म सुविधा र सुरक्षा जनताहरूको ज्यान धनको अन्नबालीको सुरक्षाको चाहिँ सुरक्षा योजना नीति म बनाएर लागू गर्छु। र विदेश जानेहरू जति पनि गाउँघर छोडेर जाने, विदेश पलायन हुने र गाउँघरमा चाहिँ सबै चाहिँ जग्गा जमिनहरू अहिले घरहरू जङ्गल भएको छ, त्यसलाई चाहिँ त्यो प्रयोगमा ल्याउने र खेतीपाती चाहिँ कृषि अन्नबाली उत्पादन बढाउने अनि गाईबस्तुहरू पाल्ने यो एउटा सुरक्षा र सुविधा दिने एउटा नीति योजना म बनाउँछु। र यस कारण चाहिँ यो नेपाल भनेको चाहिँ अहिले चाहिँ जति पनि नेपाली जनताहरूको एउटा नीति योजना चाहिँ यो जति नेताहरूले चाहिँ यो बनाउन नसकेको कारण चाहिँ अहिले जति पनि अहिले नेपालमा जनताहरू चाहिँ निराशा छ। हेर्नुहोस्, र नीति योजना भनेको नेपाल र नेपाली जनताहरूको आँखा हो र अनि जति पनि कृषि अन्नबाली खाद्यान्न उत्पादन र अनि नेपालको अन्नबाली खाद्यान्न सरसामान अन्तर्राष्ट्रिय निर्यात गरेर व्यापार बढाएर नेपालको रुपियाँ आमदानी स्रोत भनेको नेपाली जनताहरूको एउटा हात खुट्टा हो। हेर्नुहोस्, र अब नेपालमा चाहिँ अहिले अब केही खाद्यान्न अन्नबाली कृषि उत्पादन पनि घट्दै गएको छ र व्यापार पनि अहिले कुनै कल कारखानाहरू चाहिँ भएको पनि बन्द भएको छ। अब त्यो स्थितिमा चाहिँ के छ भने कल कारखाना उद्योगहरू जो कल कारखाना उद्योगको मालिक धनले चलाउन सकेको छैन भने राज्यले हस्तक्षेप गरेर कल कारखानाहरू चाहिँ चलाउनु पर्छ। हेर्नुहोस्, अनि त्यहाँ नेपाली जनतालाई चाहिँ अनि रोजगार दिने अनि अब त्यहाँ उत्पादन चाहिँ कल कारखाना सरसामान उत्पादन बढाउने र यो गरेर देशको चाहिँ रुपियाँ आमदानी स्रोत व्यापार बढाएर देशको रुपियाँ आमदानी स्रोत बढाउनु पर्छ र नेपाली जनताहरूको चाहिँ नेपालमा बस्ने चाहिँ सुरक्षा सुविधा उनीहरूलाई दिनुपर्छ। र अहिले नेपालमा चाहिँ नेपाल र नेपाली जनताहरूमा एउटा यो समस्या एकदमै चाहिँ समस्या देखिएको छ। अब यो नेपाली जनताहरूको चाहिँ नेपाली जनताहरूको चाहिँ यो त हात खुट्टा पनि छैन, आँखा पनि छैन, केही गर्नै नसक्ने स्थितिमा छ। हेर्नुहोस्, अब व्यापार पनि नेपालको व्यापारहरू सबै बन्द भएको छ, आमदानी स्रोत रुपियाँ आमदानी स्रोत केही छैन, कृषि अन्नबाली खाद्यान्न उत्पादन पनि घटेको छ। अब गाउँघरमा खेतीपाती सबै बारीहरू घरहरू बाँझो भएको छ। यो स्थितिमा चाहिँ अनि अब यो नेपाली जनताहरूले चाहिँ अब के खाएर बस्ने त? यो त के गर्नु नसक्ने, हात पनि छैन, खुट्टा पनि छैन, आँखा पनि छैन, केही पनि छैन। हेर्नुहोस्, यो त चाहिँ 7 दिनको नेपालको नेपाली जनताहरू चाहिँ हात खुट्टा नभएको, आँखा नभएको, 42 लङ्गडा भएको स्थिति उत्पन्न भएको छ, केही गर्नै नसक्ने, हात पनि छैन, खुट्टा पनि छैन, आँखा पनि छैन। हेर्नुहोस्, केही गर्नै नसक्ने। अनि बाहिर देशबाट चाहिँ सहयोग ल्याएर अनि जति खाद्यान्नहरू अन्नबालीहरू बाहिरबाट सरसामान ल्याएर हामी खाएर चाहिँ नेपालमा बाँच्नुपर्ने स्थिति छ।
स्थिति उत्पन्न भएको छ। हेर्नुहोस्, र बाहिर देशबाट चाहिँ अन्नबाली खाद्यान्न अब सरसामान चाहिँ आएन भने यहाँ भोकै बस्ने स्थिति उत्पन्न हुनाका कारण यसलाई हामीले चाहिँ नेपालमा हामी चाहिँ अन्तर्राष्ट्रिय आयातमा चाहिँ निर्भरलाई हटाएर नेपालमै चाहिँ हामीले चाहिँ सबै कृषि अन्नबाली उत्पादन बढाएर अनि कल कारखाना उद्योगहरू खोलेर जति पनि कल कारखाना उद्योगहरूमा चाहिँ अनि उत्पादन सरसामान उत्पादन गरेर अनि अन्तर्राष्ट्रिय व्यापार नेपालको निर्यात व्यापार बढाएर चाहिँ नेपालको रुपियाँ आमदानीलाई चाहिँ हामीले चाहिँ प्राथमिकता दिनुपर्छ। र अनि नेपाल भनेको चाहिँ नेपाल भनेको संसारको चाहिँ धनी र शक्ति देश म बनाउँछु र अहिले जति पनि अब अहिले नेपालीहरू अहिले निराशामा छ। किनभनेदेखि हाम्रो आफ्नो देशमा केही पनि हुँदैन। अब केही नभएपछि यहाँ नेपालमा बसेर के गर्ने? अनि अब त्यो हुनाको कारण चाहिँ अब नेपाली जनताहरू निराशा भएर चाहिँ एकदम नेपाल छोडेर चाहिँ अनि गाउँघर अहिले सबै चाहिँ गाउँघरको घरहरू अहिले छोडेर त्यहाँको वन जङ्गल गाउँघर सबै वन जङ्गल भएको छ, त्यहाँ बारीहरू घरहरू। अनि अब यो र त चाहिँ बाहिर चाहिँ नेपाल छोडेर जाने चाहिँ अहिले चाहिँ नेपाली जनता निराशा भएर अनि नेपाल छोडेर बाहिर जान्छ। किन त भन्दाखेरि नेपालमा नेपाली जनताहरूको ज्यानधनको कुनै सुरक्षा पनि छैन, सुविधा पनि छैन। यहाँ बसेर के गर्नु त? अब न सुरक्षा छ न सुविधा छ। हेर्नुहोस् अब र अनि यो हुनाको कारण चाहिँ अब यो त राज्यको यो त कमजोरी हो। राज्यले चाहिँ नीति पनि बनाउन सकेको छैन, योजना पनि बनाउन सकेको छैन। यो हुनाको कारण चाहिँ अब जनताको सुरक्षा, जनताको लाई सुविधा केही चाहिँ यिनीहरूले नीति योजना बनाउन नसकेको कारण आज जनताहरू चाहिँ आज नेपाल छोडेर चाहिँ एकदम विदेश जाने र नेपालमा चाहिँ जति पनि कल कारखाना उद्योगहरू अहिले बन्दको स्थिति छ। अब यो राज्यले चाहिँ यो नेपालको कल कारखानाहरू जति पनि बन्द भएको अनि चाहिँ राज्यले हस्तक्षेप गरेर चलाउन सक्नुपर्छ। अनि त्यहाँ चाहिँ जति पनि अनि त्यहाँ काम गर्ने मजदुरहरू नियुक्ति गर्नुपर्छ, 8 घण्टा पुरा खटाउनुपर्छ उनीहरूले। अनि चाहिँ उद्योग कल कारखानाको चाहिँ आम्दानी चाहिँ रुपियाँ आमदानी बढाउनुपर्छ, उत्पादन बढाएर चाहिँ अनि विदेशी चाहिँ सरसामानहरू निर्यात गरेर व्यापार बढाएर नेपालको आमदानी रुपियाँ आमदानी बढाउनुपर्छ। अनि जति पनि गाउँघरमा चाहिँ घर जग्गाहरू अहिले बाँझो भएको छ, घरहरू जङ्गल भएको छ, बाह्र जङ्गल भएको छ, तिनीहरू त्यहाँ जनताहरू चाहिँ बसोबासको चाहिँ सुरक्षा दिएर सुविधा दिएर उनीहरूले चाहिँ त्यहाँ खेतीपाती गरेर आउनुपर्छ। हेर्नुहोस् अनि कृषि अन्नबालीको उत्पादन बढाउनुपर्छ। र नेपालको शक्ति भनेको नेपालको कृषि अन्नबाली खाद्यान्न उत्पादन हो। र नेपालको शक्ति भनेको नेपालको चाहिँ कल कारखाना उद्योग चलाएर अनि कल कारखाना उद्योगबाट चाहिँ सरसामान उत्पादन गरेर चाहिँ अन्तर्राष्ट्रिय चाहिँ निर्यात व्यापार बढाएर नेपालको रुपियाँ आमदानी बढाउनु हो। हेर्नुहोस् नेपालको शक्ति भनेको हेर्नुहोस्। र यो चाहिँ यो अहिलेको राज्यले गर्नु सकेको छैन। र जति पनि नेपालमा छ यो जति पनि नेपालमा अहिले यो खनिज पदार्थहरू छ, तामा खानी, पित्तल खानीहरू, फलाम खानीहरू, कोइला खानीहरू, यस्तो ग्यासहरू, पेट्रोलहरू अब यो नेपालमा छ। यिनीहरूले यो प्रयोग गर्नको लागि चाहिँ राज्यले चाहिँ हिक्मत आँट गरेको छैन। अब नेपालमा अहिले मल कारखाना छैन। मल कारखाना नहुँदाखेरि चाहिँ बाहिर देशबाट चाहिँ तपाईँ मल ल्याएर महँगो ल्याएर यहाँ कृषकहरूले दिनुपर्छ। हेर्नुहोस् र नेपालमा चाहिँ एउटा नेपालमा चाहिँ नेपाली जनताहरूको चाहिँ सुरक्षा सुविधाको लागि चाहिँ केही यो त चाहिँ राज्यले कदम चाल्न सकेको छैन। हेर्नुहोस् र यो चाहिँ म
म नेपालको पहिलो कार्यकारी प्रमुख राष्ट्रपतिमा मत दिनु मलाई। म यो यसमा चाहिँ सशक्त म कदम चाल्दै जान्छु। अनि नेपाली जनतालाई चाहिँ म उनीहरूको चाहिँ कृषि अन्नबाली गर्न, उद्योग कल कारखाना चलाउन, जति पनि नेपालभरिमा खनिज पदार्थहरू छ, फलाम कारखाना, फलामको खानी, तामाको खानी, यस्तो चाहिँ कोइला खानी, पेट्रोल खानी, ग्यास खानी, जति यिनीहरू छ यिनीहरूलाई चाहिँ प्रयोग गर्ने म कदम चाल्छु। र म नेपाल चाहिँ विश्वकै शक्ति र धन देश बनाउँछु। र नेपालको सुरक्षाको लागि चाहिँ चाइनाले भारतले नेपालको माथि अतिक्रमण गर्छ हो भने, दबाब दिन्छ हो भने, हस्तक्षेप गर्छ भने त्यसको सुरक्षाको लागि चाहिँ नेपालको सुरक्षाको लागि चाहिँ सैनिक प्रयोग गरेर चाहिँ सशक्त लड्ने चाहिँ लडेर नेपालको सुरक्षा गर्छु। हेर्नुहोस्, नेपाल र नेपाली जनताहरूको म सुरक्षा गर्छु। र नेपाल भनेको एक्लै छैन, संसारको सब देशहरू नेपालको साथमा छ। र संसारको सब देशहरूलाई चाहिँ नेपालले साथमा लिएर नेपालमाथि हस्तक्षेप गर्छ, अतिक्रमण गर्छ, दबाब दिन्छ भने त्यसको नेपालको सुरक्षाको लागि जनता हक देखेर चाहिँ संसार सबै देशहरू नेपालले साथमा लिएर लड्छ। र नेपाल संसारको सब देशहरूको चाहिँ सैनिक सहयोग लिएर चाहिँ अगाडि बढ्छ। नेपाल झुक्दैन, पछि पर्दैन, नेपालको सुरक्षा गर्छ। र यो आउने दिनहरूमा चाहिँ तपाईँहरूलाई म चाहिँ नेपालको पहिलो कार्यकारी प्रमुख राष्ट्रपतिमा चाहिँ राष्ट्रपतिको चुनावमा, नेपालको पहिलो कार्यकारी प्रमुख राष्ट्रपतिको चुनावमा चाहिँ मत दिनु मलाई। र म गोलोक मानव घाममुठी।